Hello guys, welcome to my vlog. It's me Navina. सबैजनाले मेरो भ्लगहरु सबै हेर्दिनु होला र सपोर्ट गर्दिनु होला। आजको भ्लग चाहिँ खासमा म र मेरो ड्याडीको हो। म र मेरो ड्याडी चाहिँ आज मेरो लागि गाडीको ड्राइभिङ का सिकाउँछ भनेर चाहिँ खोज्न जान त आटेको, हेर्न आटेको। कतापट्टि चाहिँ कस्तो सिकाउँछ, के सिकाउँछ, कति छ प्राइस यताउता भनेर चाहिँ। अनि त्यही भएर ड्याडीले चाहिँ मलाई पहिल्यैदेखि के भन्छ ड्राइभिङ चाहिँ सिकिराख चाहिन्छ कहिले न कहिले यताउता भनेर ड्राइभिङ सिक गर्नु हुँदै थियो। अनि अहिले चाहिँ म फ्री टाइममा थिएँ, अनि त्यही भएर चाहिँ सिक्दिउँ भनेर सिक्न आँटेको हो म ड्राइभिङ। सबैजनाले मेरो भ्लग चाहिँ हेरिदिनु होला, सपोर्ट गरिदिनु होला, लाइक गरिदिनु होला। आज चाहिँ सबैभन्दा सानो भ्लग आउन सक्छ होला है। हस्, थ्याङ्क यू। म चाहिँ आज ड्राइभिङ क्लासको लागि आएको छु। ड्राइभिङ क्लास भन्नाले पनि ड्राइभिङ क्लासको बारेमा बुझ्नलाई, किन भन्दाखेरि ड्याडी मलाई पहिल्यैदेखि ड्राइभिङ सिक भन्नुहुँदै थियो। त्यही भएर ड्राइभिङ सिक्न आएको छु। अनि यो हाम्रो ड्राइभिङ लाइसेन्स गराउने ठाउँहरू यहाँ सिकाउँछ। ड्याडी उता कुरा गर्न लाग्नुभएको छ। Look at the view. कस्तो बवाल छ यो त हेर त गाइजहरु। त्यहाँ कुरा गर्नु हुँदैछ मेरो लागि। उतापट्टि स्कुटी सिकाउँदैछ। बाइक, स्कुटी, गाडी साडी सब सिकाउँछ यहाँ चाहिँ। चाहिँ लाइसेन्सको इक्जामहरू हुन्छ क्या सायद। मलाई पनि थाहा छैन हुन्छ कि हुन्न भने, तर हुन्छ जस्तो लाग्यो यहीमै हुन्छ क्या सायद। फर्स्टमा चाहिँ म अगाडिको ठाउँ गएको थिएँ, अर्को ठाउँमा हेरेको थिएँ, त्यहाँ चाहिँ बनाउन बिर्सेछु। इफ अझै म त्यहाँ गयो भने भयो कुरा भयो के भन्यो मिलाइछ अलिकति टक्कै भयो 6000 मा मिलाइछ 6000 मात्रै 11000 को 11000 को मिलायो 26 दिनको कोर्स हो। 26 लाई हम 13 दिनमा पनि पूरा गर्न सक्छौ। 2 दिनको ट्रायलमा लाग्छ। अनि भोलिदेखि काम सुरु हुन्छ। कति बजे? भोलिदेखि 7:30 बजेबाट हुन्छ। त्यहाँ कति सिकाउँछु भने खोजेको ठाउँ यो हो। ड्राइभर जायो डुइङ बार्गेनिङ चाहिँ आफ्नो मालिकलाई कल गर्नु दिन्छ। हेलो अंकल, एक महिना सिक्दै होला छैन? दिनको 6 किलोमिटर 1 महिनासम्म सिक्दै होला छैन? अनि रेट चाहिँ हल्का कम गरिदिनु गरिदिनु पछि भन्छु त गाइज। म ए अङ्कल लास्टमा ड्याडीको बार्गेनिङमा म सिक्दैछु आजदेखि। यसलाई सिकाउनु हुँदैछ मलाई। ड्याडी पनि जानु नै मसँग बिल्ला। लागि मोमो लगेको
मेन चौक गाडी गइरहेको मम्मी पनि चाबी दिन चाबी साबी लगाएर घुमेर डुलेछन् काम छैन ओ बेरोजगार अझै हुम भन्नुहुन्छ दिनु मोमो थ्याङ्क यू को भन्ने हो हामी थ्याङ्क यू को भन्ने तपाईँले मोमो ल्याएको ओ मामी थ्याङ्क यू को भन्ने मोमो ल्याएकोमा थ्याङ्क यू को भन्ने के रे Thank you for watching my YouTube vlog, guys. थोड़ी ज़्यादा सबैजनाले हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला, सपोर्ट गरिदिनु होला. Bye. Take care. Thank you for watching.